आज डाँडा पोखरामा गहुँ काट्ने कार्यक्रम हाम्रो माइली आइज्यूज्यूको अनि कोही सिनी काँडाका बहिनी, कोही नेपालगञ्जका बहिनी, कोही गोगनपानीका, कोही पराजुलका आएर यहाँ काट्नु भएकोमा धेरै धेरै धन्यवाद। धेरै धेरै यसरी काम गरायो भनेर कोही रिसमान नगर्नुला है। धेरै धेरै धन्यवाद। अनि बहिनीहरूलाई उहाँ त सासूहरू है। सासू सासू यता घरबेटी 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 सम्झिनु होला हजुरले। सधैँभरि सम्झिनु होला। धेरै धेरै धन्यवाद। भेरी गुड छ। फल पनि खानुहुन्छ बहिनीहरूले है।